अरे मासु काटिएन त काट काट जेठा तेरो तुम्बा त्यो ढङ्गानी गयो धुवाले कस्तो देखिँदो रहेछ त बोसल भन्दैछु अघि अब झिकी आलुको खोइ एकटक हुँदैन यो त ढुङ्गा त्यही होला नि आज चाहिँ हाम्रो यहाँ सेकुवा बनाउने खाने प्लान अनुसार हामी यहाँ सेकुवा मासु चाहिँ काट्दैछौँ हाम्रो दाजु चाहिँ पहिले सेकुवा है पोलेर पास भएको मान्छे हो ए हो अब यहाँ मार मसला हुँदैछ हाम्रो यहीँ तयारी खोइ हो झरेन त झादिलो कति कलर के हो के चाहियो धुलेन खर्सानी लगाएको यहाँ किन्नु मात्रै लाउने खर्सानी त नि अर्को बनाउनु पर्छ अरे खाने हैन त्यसो गर्नु अदुवा लसुनको पेस्ट यहाँ त्यो मसिनो भएछ त भन्ने अनि पानी लाउनु पर्थ्यो अलिअलि कि निस्किन्छ होला पेस्ट चाहिँ यसरी निचोरेर अलिअलि पानी लाउन अलिअलि चिया छान्नु छैन
भन्ना अब त गर्छन् अनि त नि यहाँ त नि हाम्रो चिलाउने त हो पुरा तल माथि पुगेछ त्यसरी पुग्छ पड्की त जाँदैन पड्की त जाँदैन ढङ्गा तातिँदैछ है हाम्रो फुटिजाने हो कि फाट्दै जान्छ र फेरि सेकुवा फुल्ने तयारी फुट्छ जस्तो छ त यो त केटा हौ कोनी
हाम्रो ढुङ्गा चाहिँ यहाँ अलिक पड्केला जस्तो भयो अघि चर्किसकेछ सेक्का पोलुङ भनेको थाम्दैन जस्तो छ नि त यो चिलिक ले हुँदैन जस्तो छ सेक्का पोल्नु हाम्रो कराई पाकी गयो नि यहाँ गएर म अनि बोल्नु पर्दैन अनि भिडियो गर्दा अनि के सोचेको थियो भाउजू चाहिँ कहाँ छ र अनि बोल्नु हो र हुँदैन होला हौ हो के हो ढुङ्गा चाहिँ निकै तातिसक्यो पड्केला जस्तो नै छ टक्क यो चाहिँ भिजाइसकियो अब अरे गरौँ छ त अनि एक काठले लगाइदिउँ भनेको त भएन नि त चाटले है लग्यो है अब बाहिर पोल्नलाई हामी ढुङ्गा चाहिँ फुटिजान्छ कि फुट्यो नि थाम्छ कि भनेको यहाँ हेर्दैछन् गइसक्नु पोलिहरू कस्तो हुँदो रहेछ चिम्टा त्यही होला नि अब सफा गरेर त्यही त पखाल्नु पानी नै छैन तल ट्याङ्कीमा होला खै ट्राई गरौँ न तैँले एउटा अरे सदा त गरेन हौ ढुङ्गै भएन नि त हाम्रो यहाँ पड्की गएर छ उयो सानो नि त्यो नि चर्किरहेछ थाम्नु त थाम्छ त्यसले नि पटक गर्दैछ हेर न मुनि माथिल्लोपट्टि पो डढिरहेछ चर्किरहेछ तातिनु त खै यहाँ यसो भिडियो गरौँ न यो त पाहुनालाई दिने पो हाम्रो सेकुवा स्पेसली हाम्रो सेकुवा हुँदैछ कतको तिनजना तिनजना गइसक्छ नि कतिजना जानु दिपन अनि यसको बहिनी जोइन त्यही त तिनजना एउटा उ पनि ल्याउनु नाङ्लो कि क्यासरोलमा राख्ने क्यासरोलमै भयो नि हुन्छ तातो रहन्छ नि त तातै मात्रै मिठो हुन्छ नि त्यो मिकम क्या क्यासरोल कहाँ छ यो बिर्को त उयो रहेछ उयो यता नाला गर्दा नि त हुन्छ के भयो वीरबहादुरले अनि भागीमा नलाको अरे यार गैरेबारी जस्तो छुएपछि पर्छ त यहाँ त छुयो कि पर्यो अच्छा
छोरा दुई भाइको भाग खसाउँदा भइहाल्यो अनु पनि खान्न है एक महिना आएर खाऊ त खाऊ एक महिनाको के अरे एक दिनको मलाई चाहिँ के 1000 रुपैयाँ दियो एउटा कति एउटा गाउँ औ दियो दिटा अरे चट्टानले न 1000 रुपैयाँ दिन्छ अरे तर एउटा चाहिँ खानु भ्याउ आयो काकाले नि हाँस उठाउनु अरे पक्का सरला मिल्यो भने किन निकालिँदैन हो सल्लाह त मिलाउनु पर्छ नि सल्लाह ठुलो हो नि त नि आयो त्यो ढुङ्गा एउटा धोइराख न भरे भाँची गयो भने त तानी पोल्दै गर्दा हो नि हो यति मासु छिटो बनाउनु चाहिँ निकै पो लाग्छ त 2 घन्टा पो लाग्छ त्यो अनि निकै मासु पराइसक्यो त्यहाँ माथि त छैन होला त्यस्तो खुल्ला ठाउँमा त मर्छ गिरा त्यति उफ्रियो भने त भात मरिहाल्छ दिपक स्पेसल हाम्रो स्पेसल्ली हाम्रो सेकुवा कर्ण यति छिटो त टक्क यो चाहिँ ढुङ्गामा है हाम्रो ढुङ्गा पो फुट्ला कि भन्ने डर छ किन चल्छ अहिले चिसो ल्याउनेहरू होइन भन्छ होला सलेनी बोकेको देखि 3 वटा लागेको हाँसु गनाउँछ है फेरि पड्किँदैन होला अब त भन्दैछु अघि अब झिकी आलुको खोइ एकटक कैला झिक्दा हाल्दा नि हुन्छ हुँदैन थाहा हो जान्छ अघि गयो जाँदैन भन्छ पाक्दैन नि अब त ढुङ्गै फुटी गयो नि त हाम्रो आलु बम हौ पड्काएको यता ढुङ्गा पो पड्केर छैन खत्तम भयो नि त अनसक्सेस भइगयो नि त ढुङ्गा भएर खायो गर्छ अरे नि ढुङ्गा फुटी गएर यहाँहरूको पुरानो पहिले पोल्ने ढुङ्गा हाम्रो तताइँदैछ यो नि फुट्न आँटिया छ र नयाँ तताएको तर भएन हौ यो भाले त सबै धुलो लगाइहाल्यो नि ए ढुङ्गै पाक्दो रहेछ नि डढेपछि कहाँ हुन्छ त होइन यो पो चलाएँ त फेरि भएन त्यो पनि फुटी गयो भने त भएन है चिसो ल्याउनेहरू आइपुगेन नि त
खाँदै बस्छ गाखीहरू पनि छोडेर तात्तिनु त छिटो तात्तिन्छ सानो ढुङ्गा छ नि त एकछिन राखौँ न हुँदो रहेछ राखौँ न पड्की गएन अनि त हुन्छ गयो नि अरे त्यहाँ माथि चाहिँ तात्यो होला दुलोमा पर्छ त्यहाँ फेरि नफुटाएको बरु त्यो बाहिरको चाहिँ डह्रो ढुङ्गा भेट्यो नि त्यो चाहिँ डह्रो फ्यालुङ ठिक हुँदो रहेछ बरु फ्यालुङ खालको नि त्यो खालको चाहिँ चिम्टा छोटो हुन्छ नराम्रो हावा चाहिहाल्छ नि त्यो पाक्छ पर मेरोमा पनि थियो यसको जोडी ढुङ्गा नि अलिअलि हाम्रोमा ढुङ्गाको बल्ने ढुङ्गा बल्दो रहेछ यहाँ बल्ने र यहाँ चाहिँ अहिले चाहिँ ठिक हुँदैछ यहाँ हाम्रो समथिङ पड्केन भने चाहिँ राम्रै हो यो नि पड्क्यो भने फेरि गाह्रो छ अहिले चाहिँ सेकुवा जस्तो देखियो है मासु पनि पड्किँदैन होला अब त यो त खानु सक्यो नि नपड्किनु पर्ने नानी उठ्यो त भयो त त्यो ढुङ्गा नि गयो धुवाले कस्तो देखिँदो रहेछ त यहाँ हौ तल हौ पाक्नु भने पाक्नु थाल्यो यो बोसल के भयो रे कान्छी बसोले पो लाग्छ मासु अलि हाल्नुपर्छ अहिलेसम्म पर्दैन हाम्रो सेकुवा कर्नर यहाँ फुल्याएको यो नि जान्छ होला यो ढुङ्गा नि धुएर ल्याउ त धुएर चारैतिर बसो झर्नु थियो भने त पहिला भएपछि सारा अलिक स्पेसल भएन हाम्रो सेकुवा चाहिँ अहिले फेरि चेन्ज भएको छ है कलरहरू लाएर है यहाँ अघि चाहिँ लैया थिएन अहिले चाहिँ अहिले चाहिँ सेकुवा जस्तै छ स्पेसल भरे आएर खङ्गे भन्ने भयो अनि 8-9 वटा 9-10 वटा जति थियो त गाडी र उयो मैले यो गाडीमा मैले 5 6 वटा अगाडि भन्दा आएर बनाउनु के थियो त्यो खाना खाने आर्यन थिएन आएन यता आर्यन त कहाँ घरै आएन धन्दा गर्नेहरूले खाएन होला धन्दा गर्ने अनि हाम्रो बुढाहरूलाई एउटा त्यसलाई दिएन धन्दा गर्दा यसले भेट्छ धेरै भयो तेरो उहाँले धन्दा
तिमीको तिमीको उता पछि गइसकेर अनि त्यसैका नाच्नु खाली छोरा म यहाँ धर्न पऱ्यो त्यो भन्दा अगाडि पो त अनि त्यहाँदेखि यहाँ पछाडि धर्दा ढोल्यो यसले भन्छ त्यो 9 नम्बरको आएर कुरा गर्छ त्यो त भएरै त्यो तल त्यो मान्छे उठिँदैन नि त त्यत्रो गीत बजाउँदा नि त उठेकै थिएन थिएन त्यो छिरिङ आयो अनि छिरिङले त्यो अर्मललाई खान लाएर मात्रै उठेको र छिरिङ पनि माथि जान्छु कि जान्छु भन्दै थियो के जान्छु त्यो माथि त्यो तल बस्यो त्यही भनेको अलिअलि पैसा पर्छ नि के भन्छ मैले खै तातो पानी तात्दैन त्यहाँ ताकै छैन अहिले के गर्नु धुदी लड्छ आगे कुखुरालाई दियो अहिले अब अरे मासु काटिएन त काट जेठा पकाइहाल्ने अहिले नै भरेको तेरो तुम्बा अलिकति पकाइदिनु बाहिर छोयो भने मात्रै नि तिनटा त बोकेर जाने हो तिनटा त बोकेर जाने लास्ट फिनिस चाहिँ हाम्रो अब सेकुवा पोलेको चाहिँ अब हामी बसेर स्पेसल एउटा सुन यहाँ चाहिँ हाम्रो फ्रिज चाहिँ गोर्खा स्ट्रङ स्पेसल गाह्रो छ गाउँघरमा हाम्रो फ्रिज के अर्को उनीले होला अरे अनि त मान गरे सम्मान गरे हुन्छ 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 यो चाहिँ हाम्रो तिहार फाइनल आज है ल बसो आदि पढि राख्नु हाम्रो काकीहरू कता जानु Thank you for watching.